प्रेरित 6 अध्याय। ती दिनमा जब चेलाहरूको संख्या बढ्दै गएको थियो तब हिब्रूहरूका विरुद्धमा ग्रीक यहुदीहरूले गनगन गरे, किनभने दैनिक खाद्य वितरणमा तिनीहरूका विधवाहरूले चाहिँदो भोजन पाउँदैन थिए। तब बाह्रैले चेलाहरूको समूहलाई बोलाएर भने, परमेश्वरको वचन प्रचार गर्न छोडेर खुवाउने पियाउने सेवा गर्न हामीलाई उचित हुँदैन। यसकारण भाइ हो, तिमीहरू मध्येबाट पवित्र आत्मा र बुद्धिले भरिएका र सबैको आदर पाएका 7 जना मानिस छन्, जसलाई हामी यस काममा नियुक्त गरौँ। तर हामी चाहिँ प्रार्थना र वचनको सेवाकाईमा सम्पूर्ण समय दिनेछौँ। यो कुरा समूहका सबैलाई मन पर्यो र भेला भएका जम्मैलाई असल लाग्यो र तिनीहरूले पवित्र आत्मा र विश्वासले भरिपूर्ण भएका स्टिफनस, फिलिप, प्रखरस, निकनोर, तिमोन, पर्नास र एन्टिओखियाका यहुदी मत मान्ने निकोलाउसलाई छाने। तिनीहरूले यी मानिसहरूलाई प्रेरितहरूका सामुन्ने ल्याए र प्रेरितहरूले प्रार्थना गरे र यिनीहरूमाथि आफ्ना हात राखे। परमेश्वरको वचन बढ्दै गयो र चेलाहरूको संख्या यरुशलेममा अत्यन्तै बढ्यो। पुजारीहरूमध्ये धेरैजनाले यस विश्वासलाई ग्रहण गरे। स्टिफनसले अनुग्रह र शक्तिले पूर्ण भएर मानिसहरूका बीचमा ठूला ठूला अचम्मका काम र चिन्हहरू गरे। तर कोही कोही चाहिँ जो स्वतन्त्र दलका सभाघरकाहरू, यसको नाम यही थियो, र कुरेनी, अलेक्जेन्ड्रिया, किलिकिया र एसियाका मानिसहरू थिए, तिनीहरूले खडा भई स्टिफनससँग वाद विवाद गर्न लागे। तिमी जुन बुद्धिले र आत्माद्वारा बोल्थे, तिनीहरूले त्यसको सामना गर्न सकेनन्। तब तिनीहरूले गुप्तमा मानिसहरूलाई उक्साएर यसो भन्न लागे, मूसा र परमेश्वरको विरुद्धमा यसले निन्दात्मक कुरा बोलेको हामीले सुन्यौं। तब तिनीहरूले जनता, धर्मगुरु र शास्त्रीहरूलाई भड्काए र तिनीहरूलाई हमला गरेर र पक्रेर महासभामा ल्याए। तिनीहरूले यसो भन्ने झुटा साक्षीहरूलाई अघि सारे, यस मानिसले पवित्र स्थान र व्यवस्थाको विरुद्धमा कुराहरू बोल्न छोड्दैन, किनभने यसले यसो भनेको हामीले सुन्यौं, नासरतका येशूले यस ठाउँलाई नाश गर्नेछ र मूसाले हामीलाई दिएका रीतिथिति पनि बदली गरिदिनेछ। महासभामा बसेका ती सबैले तिनलाई निहालेर हेरे र तिनको मोहरा स्वर्गदूतको मोहरा जस्तै देखे।